अनि आज चाहिँ हामीहरू गाउँ आएको अनि त्यही भएर अनि अगाडि चाहिँ फुपूहरू हुनुहुन्छ। वाउ कस्तो राम्रो बाटो आयो गाइजहरु। अनि म चाहिँ आज गाउँतिर आएको भने खै फुपूहरूले केको लागि पनि ल्याउनु भएको थियो। अनि उ गाइजहरु यस्तो राम्रो बाटो आएको छ, यस्तो राम्रो बाटो। हजुरहरूले देखेको आउनु होला अनि मेरो गाउँ आउन खोज्नु होला हैन। अनि यहाँ चाहिँ यस्तो राम्रो बाटो हो के मलाई गाउँ आएको बेला चाहिँ यही बाटो मनपर्ने हो। किनभने हाम्रो गाउँमा धेरै गतिलो बाटै छैन के। अनि यही एउटा गतिलो बाटो हो जो कि यस्तो हरियो पहिरो अनि यस्तो राम्रो छ हैन। अनि चाहिँ अहिले अगाडि चाहिँ फुपूहरू हुनुहुन्छ। अनि हामीहरू यस्तो राम्रो बाटो छ। अहिले पछि पुल पनि आउन सक्छ, पुल आउन सक्छ नि त। अनि पुलमा चाहिँ म तपाईहरुलाई देखाउँछु। अनि पुल चाहिँ आयो भने म तपाईहरुलाई देखाउन पाउँछु। पुलबाट जाने हैन भने चाहिँ थाहा छैन हैन। अनि हेर्न सक्नुहुनेछ हैन, यस्तो राम्रो बाटोबाट गइरहेछ। मेरोपट्टि हरियो फुलबारीहरू छ, पाहाडहरू हेर्न सक्नुहुनेछ। अनि यतातिर पाहाड यस्तो राम्रो बाटो हेर्न सक्नुहुन्छ। हजुर नुहाएको चाहिँ आइसक्यो भने यो बाटोमा रिल्स टिकटकहरू बनाउनु भने फेमस। अनि उतानिर खोला छ, खोला चाहिँ मैले पछि त्यो रिभर क्रसिङ बेलामा देखाउँछु। खोला देखिन सक्छ है अब चाहिँ। हजुर बाटो हेर्न सक्नुहुनेछ। अनि मैले चाहिँ काठमाडौँबाट नुवाकोटसम्म आएको चाहिँ भ्लगहरू केही बनाएको थिएन। किनभने मैले चाहिँ एक्कासी काठमाडौँबाट यहाँसम्म उता बिदुर चोकसम्म आइपुग्दा चाहिँ केही राम्रो गतिलो बाटै थिएन क्या। त्यही भएर मैले चाहिँ यो यस्तो राम्रो खतरा बाटोबाट चाहिँ मैले भ्लग स्टार्ट गरेकी हुँ। हजुरहरूलाई चाहिँ म तपाईँहरूलाई देखाइराखेको छु यहाँ बाटो हेर्नु है। हजुर चाहिँ यो बाटोमा चाहिँ भ्लग बनाउनु कि त भ्लग टिकटक इन्स्टाग्राममा जे गरे पनि हजुरहरू भाइरल हुन सक्नुहुनेछ। मेरो चाहिँ टिकटकमा एकचोटि बनाएको छैन, तर के पो गाउँमा चाहिँ गाउँको चाहिँ मैले टिकटक बनाएको थिएँ हो। त्यसमा मेरो कति पो लाइक आएको छ कि हो। त्यही भएर हेर्न सक्नुहुनेछ गाइजहरू। उताबाट कस्तो आन्टीहरू दिदीहरू आइसक्नु भएको। त्यही भएर खोला आइसकेको गाइज, खोला आइसक्यो। उतानिर चाहिँ मान्छेहरूलाई जलाउने गर्छ होला, मलाई थाहा छैन। तर त्यहाँ मान्छेहरूलाई जलाउनेवाला चाहिँ देखाएको थिएँ, त्यही भएर मैले बोलिहालेँ। अनि यहाँनिर चाहिँ ड्याम छ, ड्याम भन्छ कि के भन्छ आई डोन्ट नो। के भन्छ बाबा यसलाई? ड्याम नहर भन्दो रहेछ त्यसलाई, मलाई थाहा छैन। अनि हेर्नुहोस् न यस्तो खतरा। अनि अगाडि चाहिँ फुपूहरू हुनुहुन्छ। फुपूहरूलाई चाहिँ हामी अगाडि गएर म देखाउँछु फुपूहरूलाई चाहिँ। तर के गर्नु, फुपूहरू चाहिँ अगाडि पुगिसक्नु भएको। गाइजहरू खोला 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 होइन, यो खोला त उता छ, खोला उता छ। यतापट्टि चाहिँ खोइ खानको लागि पानी होला, खाने पानी। हजुर नहर हो अरे त्यो चाहिँ। अनि खोला चाहिँ उतापट्टि छ। ल बाटो हेर्नुहोस् है हजुरहरू। अगाडिबाट गाडी आइसकेको छ हेर्नुहोस्। यस्तो खतरा बाटो हो नि। पहिरो चाहिँ यता गएको रहेछ क्या, पहिरो गाइज। अब चाहिँ नराम्रो बाटो स्टार्ट हुन लागिरहेको छ अलिअलि। किनकि म चाहिँ धेरै आएको छैन। अस्तिको वर्ष चाहिँ दसैँमा आएको थिएँ। अस्तिको वर्षको चाहिँ यसपालिको दसैँमा चाहिँ म उता गएको थिएँ क्या मामा घर। अनि खोला हजुरहरूलाई मैले यही खोला देखाउन खोजेको हो कि गाइजहरू। ओहो त्रिशुली खोला, त्रिशुली रिभर्स भन्छ यसलाई चाहिँ। अनि अब हजुर त्रिशुली रिभर्स पनि घुम्न आउनु होला, हेर्न सक्नुहुनेछ। यस्तो राम्रो छ नि, नेट मेरो मुख कामिरहेको छ, यस्तो जाडो छ त्यही भएर। अनि हेर्न सक्नुहुनेछ बाटो हेर्नुहोस् न। बाटोबाट चाहिँ इन्जोय गर्नुहोस् क्या। उता पछाडिको बाटोमा चाहिँ राम्ररी कम्प्लिट गरिसकेको रहेछ।
हो कि थाहा छैन मलाई त क्रस चाहिँ गर्न लागेको हो हामी अब क्रस गर्ने बाटो पनि आइपुग्न लागिरह रिभर क्रस गर्ने बाटो चाहिँ आइपुग्न लाहा जस्तो लाहा त्यही भएर म हजुरहरूलाई रिभर क्रस गरेपछि म देखाउँछु है अनि गाइजहरू अब चाहिँ मेरो गाउँ आइपुग्न लागिसकेको छ है अब हेर्न सक्नुहुनेछ अब यहाँबाट तल हो गाइजहरू म रिभर क्रसिङ देखाउँछु हजुरहरूलाई अब फुपाहरू उता हुनुहुन्छ अब हामी रिभर क्रसिङ गर्छौँ अनि पछि मेरो मितिनीको घर आउँछ मितिनी पछि सोह्र आइपुग्छ होइन हेर्नुहोस् वाह भाइ वाह गाइजहरू रिभर हजुरहरूले रिभर देख्नु भएको छैन भने ल हेर्नुहोस् गाइजहरू मेरोमा अनि यी फुपाहरू अगाडि गइसक्नुभयो यी गाइजहरू रिभर मैले यस्तै कुरा गरिरहेको थिएँ ओके गाइजहरू म अहिले पछि मितिनीको घर आएपछि देखाउँछु है सो गाइज मेरो मितिनीको घर आइपुग्न लाहा त्यो भएर म देखाउँछु अब